पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य बीमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमाको रकम फिर्ता गर्दा अनियमितता भएको शंकामा छानबिन समिति गठन गरेको थियो। समितिले 60 लाख रुपियाँ भन्दा बढी रकम घाटा भएको र उक्त अनियमिततामा 6 कर्मचारी जोडिएको प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक सुशील कुमार अर्यालले प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभएको छ। हामीलाई दिएको कार्य शर्त अनुसारको प्रतिवेदन बुझाएका छौं। अब के गर्ने भन्ने चाहिँ कार्यकारी परिषदले निर्णय निकाल्ने विषय हो, उहाँले भन्नुभएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्रीले अस्पताललाई 60 लाख रुपियाँ नोक्सानी भएको जानकारी दिनुभएको छ। हामीलाई जे शंका थियो त्यो पुष्टि भएको छ। रकम हिनामिना गरेको प्रमाणित भयो, उहाँले भन्नुभएको छ। अब दोषी उपर के कारबाही गर्ने भन्ने छलफल गर्दैछौं। वकिलहरूसँग कुरा भइरहेको छ। बीमा काउन्टरका कर्मचारीले बीमा गरेका बिरामीको डिपोजिट रकम अस्वाभाविक रूपमा फिर्ता गरेको भेटेपछि छानबिन समिति गठन गरिएको हो। क्याश काउन्टरमा समस्या रहनेछ। बीमा काउन्टरमा समस्या देखियो। पहिलाको पेमेन्ट थिएन, फ्री सर्भिस हुँदा केही देखिएको थिएन, खत्रीले थप्नुभयो। अहिले फुल कम्प्युटराइज भएको छ, हेर्दा बदमाशी पुष्टि भएको छ। बीमा गरेका बिरामीले तिरेको 10% शुल्क काउन्टरका कर्मचारीहरूले बिरामीलाई फिर्ता दिएको देखाएर आफैले अपचलन गरेका रिपोर्टहरू लेख्छन्। अनियमितताको घटनामा 6 कर्मचारीलाई दोषी देखाइएको छ। त्यसमध्ये एकजना कर्मचारीले मात्रै 50 लाख भन्दा बढी अपचलन गरेको देखिएको खत्रीले बताउनु भएको छ। अर्यालले संयोजकत्वमा बनेको छानबिन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आईटी अधिकृत दीपक केसी सदस्य रहनु भएको थियो। सबैभन्दा धेरै रकम हिनामिना गर्ने कर्मचारी आईएनएफबाट खटिएका रहेको उल्लेख गरिएको छ। उहाँ आईएनएफबाट खटिनु भएको हो। कसरी के कारबाही गर्ने भन्ने चाहिँ प्रक्रियामा छ, अघि थप्नुभयो। जे होस् कानुनी अनुसार कारबाही हुन्छ। प्रतिष्ठानले कार्यकारी परिषदले चैत्र 15 गतेको बैठकले प्रतिवेदनमा औल्याइएका दोषीमाथि कारबाही गरी बढाउने निर्णय गरेको खत्रीले जानकारी दिनुभएको छ। बिरामीहरूले बीमाको रकम सेवा नलिएको भन्दै डिपोजिट फिर्ता गरेपछि अस्पतालले पाउनुपर्ने 90% दाबी गर्न